अहिले हामी पाणेन तपोभूमि अर्घाखाँचीमा रहेको पाणेन तपोभूमि भन्ने मन्दिरमा जाँदैछौँ। यो पारी कुन गाउँ हो? पारी त हजुरकै ससुराल कल्प छहराको अम्लबास भन्ने गाउँ। सुन्तला बगैँचा पनि भन्छन् कि हिजो आज। अब पहिला धेरै पुरै बाहुनको बस्ती भएर बाहुनटोला भन्ने गरी थियो कि अहिले अब नाम फेरेर बगैँचा टोल भन्ने नाम राखेको छ। सबै सुन्तला छ गराभरि आँखा पारेर बनाएर अब सुन्तलाको खेती भइरहेको यति बेला। पहिला मकै छरिन्थ्यो, सुन्तला कम रोपिन्थ्यो कि अब अहिले सुन्तलाबाट सबैले व्यावसायिक खेती गर्न लागेपछि मकै कम सुन्तला धेरै भइरहेको। पारीदेखि नि भरतको ससुराल हो के अरे, ख्या भन्छन् पारीको गाउँलाई। छ सल्लाहगारी छ, भित्रभित्र काफलको रुखहरू, लाली गुराँसहरू, ऐसेलु, चौतारी सबै छ। बाटो भर्खर बनाउँदै रहेछ। म पहिला सुरुमा आउँदा सानो बाटो थियो, हिलो हुन्थ्यो। अब कुन ढगा बाँध्ने आउने होइन? अब ध्वजा भन्ने आउँछ। कति राम्रो छ है? छ, शीतल छ। शीतल आनन्द। बस्ती पातलो भए पनि बस्नलाई एकदम ठिक छ। हावापानीको हिसाबले बस्नलाई एकदम शीतल ठाउँ हो यो। अब यहाँबाट बस्ती भने पातलो छ। राइट लाग्ने हो, ध्वजा बाँध्ने छ। यताबाट लेफ्ट जाने हो हामी अहिले। अब लेफ्ट जाने हजुर, पाँचसिङल जाने। यो चौबाटो ताङसिङ्गल, यताबाट उता पेलाबासतिर धेरै ठाउँमा जान्छ त्यो बाटो। अब हामी यताबाट मोडेर लेफ्ट गएपछि अब हामी छहरा गइन्छ। छहरा उकालो बाटो लाग्यो। अब घाम लागे पनि तर यस्तो शीतल छ नि, एकदम शीतल छ। पारी पनि पुरै ओजेल परिसकेको छ पुरै। त्यसलाई पेलाबास भन्छन्। हजुर, त्यो गाउँमा पुरै नेवारको बस्ती छ। पेलाबास भन्ने ठाउँ त्यही हो। अनि त्यही बाटो हुँदै जाने उता दुर्गाफाँटतिर होइन, अर्घाखाँची जाने। अनि त्यो बाटो पनि